हेलो एभ्रिवान। सो जुन मैले बनाउँदै गरेको र्याक चाहिँ अलरेडी कम्प्लिट भइसकेको छ। यहाँ देख्न सक्नुहुन्छ अफ वाइटमा एकदमै मजाले बनाएको छ। अफ वाइटमा चिटिक्क देखेको छ। यो साइडको वरिपरि मैले बोर्डर चाहिँ मोटाइ गरिदिएको छु, थिकनेस अलिकति ज्यादा राखेको छु किनभने अलिकति हाइलाइट होस् भनेर, दामी देखिन्छ भनेर। अनि यहाँ भनेको चाहिँ यिनीहरू भनेको अनि यो बिचको हो, त्यो मुनिकोहरू बिचकोहरू चाहिँ एडजस्टेबल हो। भोलिको दिनमा ठुलो सामानहरू राख्नु पऱ्यो भने चाहिँ यसलाई निकालेर राख्नु पनि सकिन्छ। र यो ठुलो एरिया चाहिँ हुक्काको पटको लागि हो। अब हुक्काको पटको हाइट कम्तीमा पनि अब 3 फिटदेखि मुनि हुन्छ होइन। सो यहाँ चाहिँ 3 फिटकै चाहिँ होइन, अलिकति त्योभन्दा होचोको 2.5कोहरू चाहिँ अँट्छ होइन। यहाँ 3-4वटा अँट्छ हुक्काको पट। अनि प्लस यहाँ मुनि भनेको चाहिँ हुक्काको फ्लेभर कोइलहरू राख्नुको लागि सानसानो पार्टेसन गरिदिएको छु। प्लस यसमा चाहिँ चुरोटहरू पनि राख्नु मिल्यो, सानसानो कुराहरू चुरोटहरू के हुन्छ नि राख्नु मिल्यो। अनि अरू सबै भनेको चाहिँ अरूमा भनेको चाहिँ हामीले जे राख्दा पनि भयो, बियर सियर होइन। अलिकति यो तलको चाहिँ अलिक बियरको लागि पर्फेक्ट छ हाइट। अनि यो माथिल्लोदेखि चाहिँ अब रमहरू विस्कीहरू भयो होइन, अलिकति हाइटको कुराहरू चाहिँ तिनीहरूमा राख्दा हुन्छ। सो यसलाई अब अझै पार्टेसन गर्नु पनि मिल्छ, आफूलाई चाहिए अनुसार एडजस्टेबल बनाउनु मिल्छ। सो कस्तो लाग्यो तपाईँहरूलाई यो र्याक, कमेन्ट गर्नु नबिर्सिनु होला। सो थ्याङ्क्स फर वाचिङ, बाई बाई।